आदरणीय कवि रमेश ओझेल। म कवितामै प्रवेश गर्छु। कविताको शीर्षक कन्काईको दुःख। हरेक वर्ष जब बर्खा लाग्छ, खोला गाउँमा पस्छ, खोलामा पानी कम अरू केही बढी पस्छ, खोलामा पानी कम अरू केही बढी पस्छ, युट्युबै पस्छ, फेसबुकै पस्छ, अथवा यसो भनौं बाढीसँगै डिजिटल इमोसनको विषयवस्तु गाउँ गाउँ पस्छ। डुबान गाउँमा युट्युबै मात्र पुग्दैन, डुबान गाउँमा युट्युबै मात्र पुग्दैन, नेता पुग्छ, उपनेता पुग्छ, पिए पुग्छ, उपपिए पुग्छ, राहत सामग्री पुग्छ, एनजिओ पुग्छ, आइएनजिओ पुग्छ, मोबाइल पुग्छ, क्यामेरा पुग्छ, सेल्फी पुग्छ, फेसबुकमा फोटो पुग्छ, टिकटकमा फोटो पुग्छ, लाइक पुग्छ, कमेन्ट पुग्छ। वाउ, इट इज द ग्रेट वर्क। हरेक वर्ष जब बर्खा लाग्छ, घाँस बोकेर तर्दै गर्दा खोलामा मान्छे बग्छ, मान्छे बग्दै गरेको भिडियो युट्युबमा आउँछ, टिकटकमा आउँछ, फेसबुकमा आउँछ। जमाना भाइरलिजमको हो, बग्दै गरिदिएको भिडियोमै लाइक बढी आउँछ, भ्युज बढी आउँछ, अथवा यसो भनौं मानवीय संवेदना नै भाइरलको पर्याय बन्छ। जमाना मोनेटाइजेसनको छ, एउटाको लास अर्काको कन्टेन्ट बन्छ, भ्युज जहाँ छ पैसा त्यहाँ छ, भ्युज मानवीय संवेदनामै छ। जमाना एआई को छ, आजकल एआईले सहानुभूति र वेदनालाई पैसामा बदलिदिन्छ, अथवा यसो भनौं मानवीय संवेदना नै पैसा छाप्ने टक्सार बन्छ। मलाई आजकल कोलम्बसको च्यान खानेर सोध्न मन लाग्छ, तिमीले पत्ता लगाएको अमेरिका ठुलो कि मैले पत्ता लगाएको नेपाल ठुलो? तिम्रो अमेरिकामा एउटा पुल बन्न कति समय लाग्छ? तिम्रो अमेरिकामा काठको डुङ्गामा चढेको कति डलर लाग्छ? तिम्रो अमेरिकामा टाटीको पुलमा तरेको कति डलर लाग्छ? हाम्रोमा त अर्कै छ। जान्न चाहन्छु भन्ने कन्काईको डिलमा आऊ, सबै छर्लङ्ग हुन्छ, कन्काईको भेलमा आऊ, सबै छर्लङ्ग हुन्छ। मलाई आजकल बिपी र पुष्पलालको च्यान खानेर सोध्न मन लाग्छ, तिमीले लेखेको समाजवाद ठुलो कि मैले भोगेको असमाजवाद ठुलो? तिम्रो समाजवादमा कति पटक चुनाव आएपछि डुङ्गा चढ्ने र नचढ्ने बीच समानता आउँछ? तिम्रो समाजवादमा कति पटक चुनाव आएपछि डुङ्गा चढ्ने र नचढ्ने बीचको समानता आउँछ? तिम्रो समाजवादमा कति पटक चुनाव जितेपछि पक्की पुल र टाटी पुल तर्ने बीच समानता आउँछ? हामीले भोगेको असमाजवाद अर्कै छ। बुझ्न चाहन्छु भन्ने कन्काईको पूर्वी डिलमा आऊ, जान्न चाहन्छु भन्ने कन्काईको पश्चिम डिलमा आऊ। तिमीलाई स्वागत छ। धन्यवाद।